सांसद दिदी नमस्ते। अल्ला सदन भन्नु त सदन। सदन 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 तीनचोटि होइन क्या, एकचोटि सदन भन्नु, एकचोटि। सदन सदन हाँस्न लगाउनु न ल, एकचोटि हाँस्नु त, गर्नु त ल। सदन भनेको के हो? सदन भनेको मलाई बुझाइदिनु त दिदी। सदन भनेको जीवित व्यक्तिहरूको बसाइ। त्यसकारणले त्यहाँ हाँस्छौँ पनि बोल्छौँ पनि होइन। सभामुख हाँस्न पाइन्छ त कि हाँस्न पाइँदैन सभामुख? दिदी सम्मानीय सभामुख हाँस्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी कहाँबाट आएको? मलाई लाग्छ रासपाको टिम पाठशालाबाट आएको हुनाले। पाठशाला? पाठशालाबाट आएको? डेन्जर कुरा हो नि त। राजसभाका सांसदहरूले किन ताली बजाइरहनु भएको त? भन्दैन पर्यो दिदी यति। प्रधानमन्त्रीले मेरो देशको जग्गा के अरे भारतले मात्रै कहाँ मिचेको छ र? मेरो देश हामीले पनि भारतको जग्गा मिचेछौँ भनेर भन्दा पनि उहाँले ताली बजाइरहनु भएको छ। तपाईँहरूको हो, तपाईँहरू। हामी गुरुकुल उहाँहरूले ताली बजाइरहनुहुन्छ, त्यसकारण उहाँहरू पाठशालाको टिम हो। पाठशालालाई हामीले सिकाउन जरुरी छ।